हेलो एन्ड नमस्ते सबैजनालाई। म तपाईँहरूको फायर फाइटर अनुप चौधरी र आज म एकदम इन्ट्रेस्टिङ भ्लग लिएर आइरहेको छु तपाईँहरूको माझ। यता देख्न सक्नुहुन्छ, यता सुरुकै देखेर तपाईँ बुझिसक्नुभयो होला भ्लग के को बारेमा छ भनेर। यता हाम्रो मसँग आज मेरो करण भाइ रहेको छन् र हामी जान लागेको छौँ हाम्रो शिवराज नगरपालिका सोनवर्सी भन्ने गाउँमा। त्यहाँदेखि हामीलाई के सूचना आएको थियो भनेपछि एउटा सर्प रेस्क्यु गर्न आउन पर्यो भनेर हामीलाई जानकारी आएको थियो र हामी करण भाइ र म एउटा हाम्रो स्कुटी उठाएर अनि गयौँ सोनवर्सी गाउँमा पुग्यौँ र जाँदै हामी सोनवर्सी गाउँमा पनि पुगिसक्यौँ। सर्प भएको ठाउँमा पनि पुगिसक्यौँ। जुन घरदेखि फोन आएको थियो, कल आएको थियो, त्यहाँ पनि हामी पुगिसक्यौँ र यता हाम्रो करण भाइ सर्प खोज्न लागिसक्यो। यतैतिर कता सर्प थियो, एकछिन आज घाम तापेर बसिरहेको थियो भन्दै हुनुहुन्थ्यो। धेरै दिनपछि आज घाम लागेको दिन, आज बिहिबार घाम लाग्यो, त्यही भएर सर्प पनि हामी मान्छे जस्तै एकछिन घाम तापिहालौँ न भनेर घाम ताप्न निस्केको त हाम्रो मान्छेको नजरमा आइसक्यो र आइसकेपछि उहाँहरूले हामीलाई पनि फोन गरिहाले। त्यसपछि फोन गरिसकेपछि हामी पनि त्यहाँ पुगिहाल्यौँ सर्प रेस्क्यु गर्नको लागि र गइसकेपछि हामी अब सर्प खोज्न लाग्यौँ। त्यही झाडीमा लुकेको रहेछ सर्प र खोज्दै एकछिन पछि सर्प चाहिँ फेला पर्यो। गौवन रहेछ, एकदम डेन्जर थियो, गौवन थियो, अलि खतरा। यता देख्न सक्नुहुन्छ कस्तो फन उठाइरहेको छ, एकदम खतरा थियो गौवन सर्प। अनि त्यसपछि हाम्रो करण भाइले छोपिसकेपछि यता एकछिन देखायौँ, गाउँलेहरूले हेरे, फोटो खिचे, हामीले पनि हल्का फुल्का भिडियो बनायौँ, फोटो खिच्यो। त्यसपछि अब यसलाई एउटा बोतल मागेर बोतलमा भर्न लायौँ हामी। यता देख्न सक्नुहुन्छ फन उठाएको त्यसले, बाफ रे बाफ। यस्तो जाडो सिजनमा पनि कति गौवन सर्प निस्किन सकेको। यो हाम्रो 237औँ सर्प हो। हाम्रो शिवराज नगरपालिकाको नगर प्रहरी बलद्वारा रेस्क्यु गरेको 237औँ म पर्छ यो सर्प। र हामीलाई खुसी लाग्छ, गर्व लाग्छ, हामीले 237औँ सर्पको ज्यान बचाइसकेको छौँ भनेर हामीलाई एकदम गर्व लाग्छ साथीहरू। अनि यता देख्न सक्नुहुन्छ हामीले एकछिन पछि यसलाई बोतलमा प्याक गऱ्यौँ, जुन कि बोतल हरियो थियो र सर्प सानो थियो, अलि त्यस्तो बच्चा हो सर्प, त्यही भएर बोतलमा पनि आउन अट्यो। अनि अब त्यसलाई प्याक गरिसकेपछि हामी लाग्यौँ जङ्गलतर्फ। यता मान्छेहरूको भिड देख्न सक्नुहुन्छ तपाईँहरू। त्यसपछि उता त्यसलाई लगिसकेपछि अब जङ्गलतिर लाग्न पर्यो भनेर यता देख्न सक्नुहुन्छ बोतलमा सर्प डेन्जर देखिन्छ, हरियो बोतल पुरा एकदम सर्पले फन उठाएको त्यहाँभित्र देख्न सक्नुहुन्छ। त्यसपछि त्यसलाई लगिसकेपछि अब छोपिसकेपछि हामी लाग्यौँ जङ्गलतर्फ। यसलाई रिलिज गर्न पर्यो। सर्पको घर भनेकै जङ्गल हो, भुलेर अब मान्छेको घरभित्र आउँछ र मान्छेहरू मारिदिन्छन्, तर सर्प मार्न हुन्न है साथीहरू। त्यही भएर हामीलाई फोन गर्नु होला, हामी जान्छौँ रेस्क्यु गरेर लिएर आउँछौँ जङ्गलमा छोडिदिन्छौँ, नमार्नु होला। त्यसपछि यसलाई लगेर हामीले रेस्क्यु गऱ्यौँ, छोड्यौँ, रिलिज गऱ्यौँ, जङ्गलमा छोड्यौँ र छोडिसकेपछि यो लाग्यो आफ्नो घरतर्फ। यसको घर भनेकै जङ्गल हो साथीहरू, क्या मजाले गइरहेछ। त्यसपछि अब हामी पनि यसलाई जङ्गलमा छोडिसकेपछि अब लाग्न पर्यो हामी पनि आफ्नो कार्यालयतर्फ भनेर सर्पलाई छोडेर हामी पनि लाग्यौँ आफ्नो कार्यालयतर्फ। आजको मेरो ब्लग यहीँसम्म थियो। धन्यवाद है साथीहरू हेरिदिएकोमा।